बोलिरहेछ राम्रो हो कि टी सर्ट राम्रो हो कि मान्छे राम्रो हाम्रो ब्यागेजमा चाहिँ लानु पाउँदैन कस्तो भइरहेछ धेरै पछि उठेको मान्छे छोडेन मान्छे छोडेपछि 5 बजेपछि धेरै पछि उठेको रे अब हामी जाँदैछौँ डल्फिन हेर्नलाई त्यही भएर हाम्रो चाहिँ 6 बजेकै पिकअप छ त्यही भएर अब रेडी हुनुपर्छ ल हामी चाहिँ कति बजे 5 बजे उठेको 6 बज्यो अब वी आर रेडी टु हेड आउट होइन आइस छैन यहाँ गाइड हो चाहिँ हेलो यो चाहिँ अर्कै गाडी परेछ हिजोको भन्दा हुँदैन हौ त्यो त रमाइलो हुन्छ नि हाम्रो प्रोफेसनल भ्लगर हो है मोनिका चाहिँ लर्निङ फेजमा हो मलाई कति धेरै सिकाइरहेको छ मोनिकाले फाइनली हामी चाहिँ अब त्यो बोट चढेर जानुपर्छ भनेको छ लेट्स हामी मात्रै भन्दा नि धेरैजना हुन्छ होला हौ यहाँ त बिहान 6 बजे नै हो कि सबैजना आउने यहाँ चाहिँ फर्म भर्नु पर्दो रहेछ अनि आइसा चाहिँ फर्म भर्दै ल कासादी बिट राइस किन भन्छ ममता त राम्रो देखेर किन हामी बोटमा जान्छौँ होला है सायद बोटमा जानु त्यो बिचमा जानुपर्छ हामी तर वाटरप्रुफ हो कि होइन अब यो के अरे क्यामेराहरू अनि त्योहरू सबै के अरे राम्रो राख्नुपर्छ एज रिभिल हुँदैछ सबैजनाको के अरे हो आङ्को कुमारको बोल्छ त आइस किन एड्रेस मागेको अरे हौ त्यो फिलिपिन्सको लागि क्या ए त्यही त एड्रेस निन्द्रियो हजुर ल आज चाहिँ ममताको आउटफिट देखाम है सी इज टोटली इन बिच वेयर होइन त कस्तो राम्रो छ आएको त्यो टी सर्टले हामी चाहिँ बिचमै आएको छौँ है बोलिरहेछ मान्छे राम्रो हो कि टी सर्ट राम्रो हो 2001 राम्रो हो कि टी सर्ट राम्रो हो कि मान्छे राम्रो यो चाहिँ 100 हो रे क्या मैले चाहिँ यो 100 मा पुरै दिन्छु भने चाहिँ मलाई चाहिँ यसको छु नो आई डोन्ट चेन्ज नो मोर 20 ओ हैन चेन्ज छैन म छैन No, give me my money there. Yeah, dear. Nah, okay, all. Nah, 100. Oh, okay. Business with no change, no need. You है पछाडि यहाँबाट छोडेर नजाम जस्तो हुने क्या तर यहाँ सधैँ बस्यो भने त फेरि रमाइलो लाग्दैन होला कहिले काहीँ यसो घुम्न आउँदा मात्रै रमाइलो लाग्छ होला किनकि हामी कोरियामा पनि सोक्सो बिचमा बस्यौँ नि त तर बिचमा पनि त्यस्तो रमाइलो हुँदैन स्विमिङ गर्दैछ बिहान बिहान तर हामीले चाहिँ स्विमिङ आउँदैन हामी चाहिँ लिटल बिट स्केयर्ड छौँ मैले चाहिँ आफ्नो दिदीको लागि पर्स किनेको छु हल्का स्क्याम जस्तो भयो त्यही पनि ठिकै छ अब बिहान बिहानै के ल्याङ गर्नु भनेको तर लास्टै रहेछ भने यही हो हाम्रो अगाडिको एक्साइटेड त्यो जाम्रो यहाँ बोलाउनु थालिसक्यो कहाँ हो र हामी जाने कस्तो राम्रो गाइड परेको थियो है आजको त अब मान्छेहरू सुतेको यहाँ राति यहीँ सुते जस्तो छ है यहाँ पनि क्याम्पिङ गर्ने एरिया छ जस्तो लाग्यो अब चाहिँ हामी यहाँ गएको ल मैले फोन राखिदिएँ एकदम राम्रो भ्यू छ तर Where are you from? We are from Nepal. Nepal. Oh. So we will be finding dolphins भनेछ अब डल्फिनहरू खोज्छौँ है डल्फिन हुन्छ कि छैन छ होला नि हामीले पनि देख्छ होला नि डल्फिन उता आइल्यान्डमा ओ माय गॉड यहाँको भित्रको पानी कस्तो राम्रो सफा
लास्ट चाहिँ क्यारेर रहेछ यो साउन्डले नै डल्फिन आउँछ जस्तो लागेन डल्फिन चाहिँ हामीले देखिनौँ यहाँ चाहिँ एकछिन रोक्ने स्ट्यान्ड रहेछ आई थिङ्क यहाँ चाहिँ हामी डल्फिन हेर्छौँ कि के हो सबैजनाले यहीँ रोक्दो रहेछ वारको जस्तो फिल भयो त्यो बाहिरै झर्नुहुन्छ नि लुट्न जान लाग्छ त्यो कस्तो रमाइलो कस्तो खतरा देखिरहेको छ पेट भगाइरहेको छ खोइ डल्फिन आयो कि के हो है वी आर जस्ट एक्साइटेड टु सी डल्फिन खोइ यहाँ भित्रै छ भर्खर यति धेरै छ हौ यहीँ छ यहाँ चाहिँ हामीले धेरै डल्फिन भर्खर कति डल्फिन देखाएको थियौँ भर्खर गयो अनि हामी यहीँ आएपछि उ त कहाँ गयो होला नि पानी परेको छ भर्खर कहाँ अलिकति यस्तो हपिङ मात्र गरेको थियो कुन बोटको छेउमा हुन्छ थाहा हुँदैन रहेछ अनि हामीले चाहिँ उता भन्छ हामीले हेर्दै अब त्यति देखिसक्यो भन्छ होला हामी त अझै हेर्नु मन थियो तर डल्फिनै आउँदैन होला सायद किसिममा कहाँ पुग्दो रहेछ हौ त्यो नजिकबाट डल्फिन हेर्न पाउँदा त कस्तो एक्साइटमेन्ट कस्तो हुने है डर डर पनि लाग्दो रहेछ हौ पानी आई थिङ्क माथि पानी पर्छ आज पानी पर्ने रहेछ अझै देख्छौँ भने मलाई पुरा आशा छ आशा छ हाँस्दैछ चाहिँ होइन डल्फिन है हामीले चाहिँ डल्फिन देख्यौँ मोबाइलको पानी पर्दैछ अनि वी फाइनली स डल्फिन है ओ माय गॉड लाइफ टाइम एक्सपिरियन्स हो कि होइन यो उताकोले देख्न पाएन नि हाम्रै साइडमा है ठ्याक्क बिचमा अब चाहिँ हामी ब्याक हुँदैछौँ फर्किँदैछौँ डल्फिन पनि हेऱ्यौँ दुईचोटि देख्न पायौँ एकचोटि चाहिँ भिडियोमा पनि रेकर्ड भयो सो ह्याप्पी अरे बोटमा आउला नि डल्फिन र मम्मी र बेबी डल्फिन रहेछ कस्तो क्युट दुईटा मम्मी र बेबी सानो त्यो त यो पनि रहेछ त्यो डल्फिन है यो भ्लग हेरेपछि सबले थाहा पाउँछ रियल आइसा भनेर आइसा डल्फिन कहाँ छ अरे यहाँ छ आइसाले भनेको यो डल्फिन हो अरे होइन हेर्दा यस्तो सो त देख्छ नि त तर रियल आइसा यो बोट चाहिँ सेबुबाट आएको हो बोलसम्म हामीले पनि यस्तो प्र्याक्टिस लिने कि भनेको तर हामीले लिएनौँ किनभने हामी बोलै घुम्यो भनेर सेबुदेखि आएको भए चाहिँ बोटमा आउन अलिकति डेन्जर हुन्थ्यो होला जस्तो लाग्यो हामीलाई त्यही भएर हामी प्लेनमै आयौँ हामीलाई स्विमिङ पनि आउँदैन नि त त्यही भएर हामीलाई मेन चाहिँ स्विमिङ नआउने भएर चाहिँ यस्तो भयो क्या अनि यो छालहरू र डल्फिन छ हामीले चाहिँ मजाले नचिनिँदो रहेछ क्या अनि यहाँको टुर गाइडहरूले ऊ डल्फिन हो भनेपछि चाहिँ बल्ल मजाले फोकस गरेर हेर्न मिल्दो रहेछ आज चाहिँ हामीले खतरा डल्फिन हेऱ्यौँ है कति 10वटै जति देखिसक्यो होला अहिले त 15 भइसक्यो होला है कति धेरै तर यहाँ चाहिँ कस्तो डल्फिन अब स्विमिङ गरिरहेछ भने बोट लगेर त्यो डल्फिन माथि अब लाने टाइपको क्या नजिकबाट देख्छस् भनेर हो कि के हो त्यसो गरेपछि डल्फिन भित्र हराइहाल्छ अनि जब डल्फिनको माथि गएपछि त कसरी त्यो डल्फिन कसरी स्विमिङ गर्छ यसरी त उनीहरूको भागिहाल्छ नि त्यो त अन्डर वाटरमा गइहाल्छ नि तर आज चाहिँ खतरै देख्यो अब चाहिँ 20 भयो होला है एउटा देखिरहेछ नि के हो नि त्यो त अब अघि त के अरे बच्चा र ऊ पनि थियो यस्तो भएको थियो फेरि यस्तो खतरा घाम रिफ्लेक्सन आइरहेछ नि त घामको एकदम के है आइ एम सेटिस्फाइड विथ दिस है यो ट्रिप कस्तो लाग्यो वर्थ इट थियो कि थिएन लाइफभरिमा अब हामीले डल्फिन देखेको भन्ने एक्सपिरियन्स गेन गऱ्यौँ
अनि गर्मी पनि छैन जाडो पनि छैन यस्तो आइल्यान्ड होपिङ गर्यो रमाइलो छ है जोस लभिङ दिस चाहिँ आइल्यान्डमा आइपुग्यौँ अनि आइल्यान्डमा चाहिँ स्नोर्कलिङ गर्नुपर्ने थियो तर हामीलाई स्विमिङ आएर वी आर रियली स्केयर्ड सानो यस्तो बोटमा गएर अनि त्यहाँ गएर चाहिँ डाइभ हानेर टर्टोइजहरूसँग नभए के अरे त्यो सार्कहरू पनि हुन्छ भन्दै थियो सार्कहरूले चाहिँ तर त्यो केही पनि हार्म गर्दैन अरे हामीले सार्कहरूसँग के अरे स्विमिङ गर्न मिल्छ अरे तर वी डोन्ट नो स्विमिङ सो इट्स गोना बी कम्प्लिकेटेड लेट्स सी व्हाट वी विल डु हामी चाहिँ आइसक्यौँ यो मैले कस्तो राम्रो भेटेँ यो हामीलाई चाहिँ स्विमिङ आउँदैन नि त अनि त्यो उसलाई भन्ने कस्तो गाह्रो भइरहेछ क्या त्यसले इङ्ग्लिस पनि बुझ्दैन हामीलाई पनि फिलिपिनो आउँदैन ओके यो चाहिँ हाम्रो सेटको आइसक्यो नि भयो चारजनाको हामीले चाहिँ जान डर लागिरहेछ त बट अल्सो हामी सक्छौँ टुर गाइड हुन्छ अरे अनि के अरे त्यो बोटमा पक्रिँदा पनि हुन्छ अरे क्या त्यही भएर लेट्स गो Filipino breakfast. ओके डु यु युज कार्ड No, only Gcash, no Gcash, no card because no swiper here. वान अमेरिकन ब्रेकफास्ट One American. तिमी फिलिपिनो त्यो बिफ छ तर खान्छ उसले त Filipino breakfast. ऊ त्यो लेखिरहेको छ कर्न बिफ भनेको मकै र बिफ होला If you have no cash, you have amount in the bank account, you transfer in Gcash. Can you फोन लान मिल्दैन रे अब स्विमिङ कस्ट्युम ड्रेस चेन्ज गरेर ऊ त्यो सानो कायाकिङ जस्तो बोर्डमा गएर त्यहाँ बिचमा टटलहरू भएकोमा चाहिँ पुऱ्याइदिनुहुन्छ अरे वी विल ट्राई यो चाहिँ हो हामीले ड्रेस चेन्ज गरिसक्यौँ स्विमिङ कस्ट्युममा चेन्ज गर्दा चाहिँ टोइलेट चाहिँ त्यति सफा छैन यस्तो पुरै गाउँ जस्तै छ हामीले चाहिँ सकिसक्यौँ अब हामी जानु लाग्यो आफ्नो गियर बोकेर त्यो मोबाइल लान मिल्दैन त त्यही भएर यहीँ छोडिदिन्छ भन्नु अर्को माग नि त अर्को दिन्छ कि यो हाम्रो गियर हो र अब हामी जाँदैछौँ के भन्छ त्यो त्यसको ग्याजेट्सहरू लगायो भने चाहिँ स्विमिङ गर्न सक्दो रहेछ अनि मेन कारण भने हामीले चाहिँ ब्रेकफास्ट मगाएको थियौँ अमेरिकन र फिलिपिनो अनि मनिको चाहिँ फिलिपिनो हो हाम्रो चाहिँ अमेरिकन हो जुस पनि आएछ क्रेभिङ भइरहेको थियो क्या रामेन खाने बानी भएपछि एकदम गाह्रो हुन्छ त्यही भएर वी ह्याड सम रामेन अहिले पैसा कम साटेर मात्र हो क्या त्यही त नभए त जम्मा यो यति यो हामीले गऱ्यौँ नि ग्याजेटहरू लाएर गरिदिएको 1400 नेपाली मात्र हो सस्तो चाहिँ सस्तो हो क्या फिलिपिन्स एकदम सस्तो हो र मैले पैसा थोरै साथै कार्ड चलाउने भनेर सोचिरहेको थिएँ नि तर कार्ड चल्दैन रहेछ क्या इन्टरनेसनल कार्ड त्यही भएर तर इट्स ओके हामीलाई पुग्छ जस्तो लाग्छ मलाई त खायौँ रामेन चाहिँ अलिकति मिठो भयो यिनीहरू भन्दा अनि ममताको चाहिँ टाउको दुखेर ऊ बनाउन गएको छ रामेन बनाउन गएको छ अर्को प्लास्टिकको ब्याग थ्याङ्क यू छ अरे त्यही भएर के अरे त्यो 250 देऊ रे क्या 50 That's why we don't have much money. We have only. We have 2 days left. We have to go. हाम्रो गाइड चाहिँ हराएको अवस्था यहाँ मोनिकाले राम्रो ब्रेसलेट किन्यो मैले पनि यस्तो सेट किने Your boat captain is in the boat waiting for you. ओके कति हेल्पफुल क्या यिनीहरू त धेरै राम्रो यहाँ नजाऊ हराउँछ तिमीहरू यहीँ बस अरे यो चाहिँ हाम्रो कस्तो राम्रो पाएको यसकै बनाउँछ होला है यिनीहरूले खै अब म लान्छु लानिदिन्छ कि दिँदैन फाइनली हाम्रो गाइड आउनुभयो अनि वी आर लिभिङ दिस भ्याली क्याफ आइल्यान्ड वी आर सेइङ गुड बाई टु इट एन्ड इट वाज सो ब्युटिफुल एकदम राम्रो छ यो अनि यति धेरै एक्टिभिटी लुगा फेर्नलाई नि एकदमै टोइलेटहरू एकदम फोहोर रहेछ अनि सो वी जस्ट डिसाइडेड टु वेयर दिस एन्ड गो अब हाम्रो क्याप्टेन चाहिँ अब त्यो सिपको क्याप्टेन चाहिँ पर्खिराख्नु भएको छ अनि वेयर डुइङ सम सपिङ
यो के फ्रुट्स रहेछ यहाँको म त देखेकै थिइनँ मेबी इट इज ज्याक फ्रुट भुइँकटर रुखकटर मेबी दिस इज रुखकटर पाइनएप्पल आइल्यान्डमा चाहिँ स्याडली बिचरा के भन्छ उनीहरूले खानेपानी छैन र फ्रेस वाटर छैन अरे त्यही भएर उनीहरूले किनेर ल्याउनुपर्छ अरे अरूबाट जस्ट साल्टी वाटर छ अरे अनि अब त्यत्रो स्विमिङ गरेपछि त्यो सावर लिनुपर्छ नि त एकचोटि सावर लिनको लागि पनि नो वाटर रे उनीहरूले अनि फर देम टु स्टे हियर किनभने उनीहरूले अर्को आइल्यान्डबाट पानी किनेर लिएर आउनुपर्छ अरे त्यही भएर बिचरा अब यहाँ लाइफ हेर्दा त गाह्रो नै रहेछ हामी घुम्न आउँदा त रमाइलो हो सो उनीहरू चाहिँ यहाँ सानोहरू रहेछ क्या नेपालको जस्तै नेपालमा बनाउँदै रहेछ अनि घरमा डेकोरेट गर्न लानु पाउँदैन रहेछ नि त हो लगइन आफ्नो हाम्रो ब्यागेजमा चाहिँ लानु पाउँदैन नि ए त्यही त के अरे के भन्छ कुनै कुनै सामानहरू यस्तोहरू अनि केही त्यो यहाँको प्रिजर्भहरू लानु पाइँदैन नाउ वेयर हेडिङ टु आवर होटेल लुगा चेन्ज गर्न सावर लिनलाई अनि 1 घन्टापछि फेरि हाम्रो ड्राइभर लिन आउनुहुन्छ किनभने अझै हाम्रो पाङ्लाउ हपिङ बाँकी नै हिँड्दा आज खुट्टा दुखिसकेको थियो त्यही भएर फिल्मतिर मर्मेडहरूलाई पानीबाट निस्केपछि हिँड्न गाह्रो हुँदो रहेछ किनभने पानीमा बसेर एकछिन निस्किँदा पनि खुट्टै नचल्ने त्यस्तो हुँदो रहेछ क्या सो दिस इज आवर ब्युटिफुल बालासागलाई चाहिँ यहाँ वेभ धेरै आएर खोइ अर्कै स्टपमा पठाउने रे अनि त्यहाँदेखि बल्ल हाम्रो एजेन्सीको मान्छेले लिन आउँछ रे आई डोन्ट नो फिलिपिन्सको बोटहरू चाहिँ खतरा हुँदो रहेछ यो ढल्छ भनेर साइडमा के भन्छ हावाहरू चल्छ होला सायद त्यही भएर साइडमा त्यो बाँसहरूको के अरे यस्तो स्ट्यान्ड जस्तो बनाएको रहेछ यसो गर्दा लेभल मिलोस् भनेर सबै सिपमा चाहिँ जुनमा पनि हुँदो रहेछ कि इजी होस् भनेर होला अब यहाँ चाहिँ पार्किङ गर्दैछ यसरी यो बाँसले गर्नु पर्दछ पार्किङ चाहिँ भर्खरको हो किन अब चाहिँ बल्ल हामी अब होटेल जानु लाग्यो किनभने नुहाउनु पर्ने छ अघि जस्तो स्विमिङ गरेको त्यस्तै छ अझै पनि हेर अनि सबै लुगा फेर्नु पर्छ यो चिसै लुगा जिउमा सुकिसक्यो अनि यहाँ चाहिँ हाम्रो होटेल लाइन फेरि अब वी विल गेट रिफ्रेस अनि आवर ड्राइभरले चाहिँ हामीलाई वेटिङ गरिराख्नु भएको हुन्छ त्यहाँदेखि अब विल गो टु लन्च फर कोरियन 1 p.m. 1:20 p.m. yes. Yeah, 1 p.m. So now, so 40 minutes from now. Okay. All done for today. दिनमा दुईचोटि रेडी हुँदा चाहिँ अलिकति गाह्रो हुँदो रहेछ कस्तो भयो नानी ममता चाहिँ खतरा भएको छ ल त्यो चाबी लाउन बिर्से अस्ति हिजो चाहिँ हामी चाबी लाउन बिर्सेछ आज अब 2 दिन 3 दिनपछि कोरियन खाना खाने लाग्छ म कस्तो लागिरहेछ खाएँ माथि रहेछ है कोरियनको ए होपिङ थुवा अरे होपिङ थुवा अन्त है के गर्नु अनि अनि होइन त्यस्तो हो भन्नु आउँछ ऊ फाक माथि रे फिक माथि त्यो गाह्रो छ भनेको त आफू बोल पाउने क्या एकदम तर अब चाहिँ हामी म्याङ्गो खाँदा खाँदा वाक्क भइसक्यो त्यही भएर अब चाहिँ खान्दा अब हामी कोही सँगै छ माछी 친구들 김치 치킨 가짜 우리 गाडी पार्क गरेर आएर अनि यहाँ छ है गाडी भन्नु पर्ने क्या कस्तो राम्रो जुस लैदिनु पर्ला जुस लगिदिनु पर्ला है कस्तो माया लाग्दो क्या खाम मलाई आउनुहुन्छ होला अब खाने होला जस्तो भइरहेको थियो पछि गाडी पार्क गऱ्यो भनेर आएर अब चाहिँ हाम्रो खाना आइसक्यो फाइनली नानीको टिकेको टेस्ट चाहिँ सेम कुराको छ मिठो छ है यहाँको चाहिँ वी रिकमेन्ड दिस फेरि यता चाहिँ यस्तो लेट्युस नपाउँदो रहेछ अनि यो क्याबेजमा पो खानुपर्ने रहेछ हौ लेट्स ट्राई हामी चाहिँ खाना खाएर निस्किसक्यौँ एकदम मिठो नेपाल कोरियन टेस्ट भएको थियो है जस अब कोरियनै हो कि के हो थाहा छैन तर मिठो चाहिँ मिठो थियो र अब हामी जाँदैछौँ कारको नौ भनेर देखाउँदै हुनुहुन्छ ओके वी विल कम देयर बिचरा हामी खाइन्जेलसम्म पर्खिनु भयो अनि अब एसी खोल्दै गर्छु म चाहिँ अलि अगाडि जान्छु ल भनेर भन्नुभयो क्या यस्तो काइन्ड है तर कति धेरै यहाँ चाहिँ सबै चिजको सर्भिसहरू एकदम राम्रो रहेछ जस्तै अब होटेल गयो जहाँ गयो पनि क्या कस्तो राम्रो This is the one of the historical church of Bohol Panglao. Wow. But now no more because before
10 years ago. But now, not permitted anymore for the safety of everybody. Safety for the यो चाहिँ ओल्डेस्ट 10 वर्ष अगाडि चाहिँ चर्च टावर क्या चर्च टावर यो चाहिँ ओल्ड हो रे अनि स्पेनिसहरुले चाहिँ पहिले यिनीहरूले रुल गर्दाखेरि चाहिँ यहाँ यो सबै स्पेनिसहरुले बनाएको रे राइट नाउ वी आर इन पाङलाउ टोर हाम्रो गाडी इज वेटिङ अब चर्चमा जाने हो कि जाने हो कि के हो अब उनीहरूले चाहिँ यो प्याकेजमा यही हुँदो रहेछ क्या टुरहरू यो ऊहरू घुमाउने चर्चहरू घुमाउने त्यस्ता सोध्छु है म Excuse me. Now we have to go inside the church or not? Go inside the church? You will go? You like to go? No, we have to. It's okay. No, you don't go? No. Okay. Okay. Huh? हामी चाहिँ अब म्युजियम जाँदैछौँ अनि हामीले चाहिँ अब तपाईँ त नेपाली जस्तै देखिन्छ भनेको बिचार त्यो चाहिँ हामीले बोलेको न त भनेको बिचार है त्यही भएर अब हामीसँग नि धेरै छैन त्यही भएर अलिअलि मिलाएर लास्टमा चाहिँ जान दिन लाग्यो अनि कि जुस किनिदिने भनेको होइन त्यही ठिक छ भनेर अनि अलिअलि दिम 4जना मिलेर होइन ममता धेरै थिएन नि त हामीसँग नि अब लिमिट बजेटमा हिँडिरहेको छ नि त्यही त हामी बजेट त हुन्थ्यो तर हामीलाई कति पैसा ताट्ने भन्ने हामीलाई उनी भएन क्या है अन्दाजै भएन अब खर्च गर्ने अन्दाजी पनि भएन किन आफ्नो पैसा कुनै बेला चाहिँ पैसा माग्दो रहेछ क्या उनीहरूले अनि त्यही भएर बिचरा अघि पैसा माग्यो अनि हामीले दिम हेलो मास्टर यो सार्कको होला सायद सार्क यस्तो कस्तो घरमा लानु मन थियो लानै नचाहनु क्या हाम्रो चाहिँ त्यो कस्टममा यो यस्तो पार गर्नु मिलेन रे त्यो ममताले लानु मिलेन अब यहीँ ब्लगबाट हेर ल नोभा सेल म्युजियममा आएको पहिलेको त्यो सेलहरूको रहेछ यहाँ चाहिँ भिडियो खिच्न पाइँदो रहेछ इन्डेन्जर्ड स्पिसिसहरू रहेछ यहाँ गर्छ कि एकदम क्युटहरू क्या एकदम क्युटहरू छ तर अब हामीले खिचिसक्यौँ सो पिपलको यहाँभित्र चाहिँ के हो मा रेड कलरको के हो त्यो ए लाइफ ज्याकेट पो रहेछ हामी चाहिँ भर्खर यहाँबाट आएको है चिप्लो एन्ड यहाँ चाहिँ स्विमिङ गर्दा पनि हुन्छ भन्थ्यो हामी चाहिँ माथिबाटै हेर्छौँ मलाई है माथिबाटै हेरौँ है म आइस तलसम्म जाऊँ न त भित्र पनि अझै स्विमिङ गर्दो रहेछ क्या मान्छेहरू त्यहाँ ड्रेस चेन्ज गर्दै हामीले त कस्तो हपअप मलाई त पसिना पो आयो है सास फेर्नु अलिक गाह्रो हुने क्या है झऱ्यो भने अनि पहिले नै यहाँ सास फेर्न गाह्रो भइरहेछ अनि कसरी त्यहाँ जान्छ अनि त्यहाँभित्र केही हुँदैन स्केरी थिङहरू है हामी चाहिँ यति धेरै सपिनियर किन्यौँ है सबको लागि किनिदिएँ मैले यसो याद आएको मान्छेहरूको किनभने यहाँ चाहिँ पुरै नेपालको जस्तो रहेछ नेपालको सामानहरू जस्तै कि अब जे भए पनि फ्रुट्स सबै लियौँ हौ हामीले त टी सर्ट है कति लियो अझ पनि उहाँलाई पछि त बुकेको छैन उसको भाइको लागि आइसाको चाहिँ भर्खरै पैसा साटेर पनि सकिसक्यो रे होइन आइसा नेपाल जस्तै भयो क्या यति धेरै सामान किन्यौँ है हामीले चाहिँ हामी अर्को फेमस चर्च जानु लाग्छौँ फिलिपिन्स इज द क्रिस्चियन कन्ट्री राइट Getting to the historical church of Philippines. Praying time जस्तो छ आज यस्तो राम्रो चर्च वाउ माथि हेर न माथि फर्स्ट टाइम चर्च आएको यसरी है प्रेइङ टाइम जस्तो छ सबैजना बसिराख्नु भएको छ नेपालमा चर्च गर्दैन तर यत्रो ठुलो चर्च चाहिँ गएको छैन मतलब यस्तो प्रे गर्ने टाइप त्यस्तोहरू आएको होइन कि यतिकै चर्च गयो भने ए यस्तरी पो हो यस्तरी हात्तीमा यसरी तानेको हुन्छ हो जिजस क्राइस्टलाई अनि को हो त गालामा फेरि आएछ फ्लावर डेकोरेसन है यहाँ चाहिँ इस्टर आउनु लाग्छ है त्यही भएर यहाँ चाहिँ छुट्टै प्रोग्राम जस्तै रहेछ हिजो गएको हिजो चाहिँ बन्द थियो चर्च सो ब्युटिफुल फ्लावर्स क्या यहाँ त यहाँ पनि रियल फ्लावर्सहरू
आइसक्यो जस्तै कर्ली रहेछ कस्तो राम्रो हो ए जिजस क्राइस्ट त्यो बाबा हो कि जिजस क्राइस्ट चाहिँ होला ओ यता छोड्दै बाटो यसो डेकोरेट हुँदै रहेछ क्या किनभने अब इस्टर आउनु लाग्छ नि त दिस सन्डे इट इज इस्टर हिन्दू किराँती बुद्धिस्ट जुन भए पनि यस्तो कल्चरहरूलाई चाहिँ सबैले इक्वेलै हो कहानीहरू चाहिँ यस्तो थाहा पाएको भए राम्रो हुन्थ्यो जस्तो लाग्छ तर क्रिस्चियनहरूको कहानी चाहिँ अलिकति थाहा छ कति टाढो घुमेर पनि आइएम दिस वाज आवर लास्ट डेस्टिनेसन फर द डे सो अब चाहिँ हामी स्पा जाने सोचिरहेको छ स्पा एन्डमा चार्ज नियर आवर होटेल पायो भने सो लेट्स सी नभएर कार्ड मात्रै थियो अनि हाम्रो कोरियामा कार्ड चलाउने बानी हो नि त त्यही भएर अनि फेरि यहाँ यो ओनर चाहिँ कोरियन रहेछ क्या कस्तो राम्रो कोरियन रहेछ नि उनीहरूले चाहिँ कोरियाको अकाउन्टमा चाहिँ डिपोजिट गर्दा हुन्छ अरे क्या केबी ब्याङ्क रहेछ क्या त्यही भएर ओके खामसामिदा थ्याङ्क यू ए ओके सो हामीले चाहिँ पे गरिसक्यौँ मसाजमा मसाजहरू पनि बडी मसाज रहेछ यहाँको अनुहार त के सोकसोकै रहेछ अरे क्या अनि के बुढाबुढी कोरियनहरूले भन्दैछ सबैजना तर्से अरे अनि हाम्रै ब्याचको एउटा उसले साथीले पनि चिन्नु रहेछ नि त ड्रप अफ सर्भिस ने खामसामिदा चालमा सुसायो हामीलाई चाहिँ फेरि मसाज सेन्टरमा चाहिँ ड्रप अफ त्यो पनि रहेछ क्या यहाँ चाहिँ ड्रप अफ हुँदैछ है ड्रप अफ हुँदैछ अब हामीले चाहिँ उसलाई 7-11 एकछिन झारिदियो हामीलाई खाना डिनर किन्नु पर्ने भनेको छ हेलो मोनिका अब यता ममता कस्तो भयो मसाज है ल हो कि होइन आइस अनि त्यत्रो दिनभरि हिँडेको है त्यो आइल्यान्डमा स्यान्डमा कम्ती हिँड्नु खुट्टा दुखेको थियो त यस्तो प्रेस गरेर कस्तो आनन्द आएको We will come in 2 minutes. Okay, thank you. Sorry for waiting. One person more. Thank you. Thank you so much for the service. It was very good. So, हामी चाहिँ आइसक्यौँ हाम्रो होटेल यहाँको सबै चाहिँ एकदम राम्रो कतिचोटि भन्नु होला है हाम्रो होटेल राम्रो छ नि आज हाम्रो होटेलमा आई थिङ्क राति भनेको लास्ट हो हामी चाहिँ होटेल आइसक्यौँ सो अब 7-11बाट हामीले सबै डिनरहरू किन्यौँ अब we will eat and sleep this much for today bye guys